जाडोको मौसम आयो, चिसो मौसममा अनुहार एकदमै ड्राई हुने, झुर्री पर्ने समस्या हुन थाल्छ। यो सबैमा हुन्छ र आज म घरमै पाउने सामग्रीहरूबाट थोरै समय पाउने बित्तिकै हामीले अनुहारलाई दियौँ भने छोटो समयमा हामी अनुहारलाई एकदम सफ्ट बनाउन सक्छौँ र दाग धब्बा रहित पनि बनाउन सकिन्छ। कसरी बनाउँछौँ भने यो टमाटर सबको घरमा हुन्छ, त्यसपछि मह सबैसँग हुन्छ, अनि बेसार, हल्दी, त्यसपछि गुलाब जल, यो भने हामीले किनेरै ल्याउनु पर्ने हुन्छ, अनि ग्लिसिलिन पनि यहाँले राखिराख्नु होला घरमा, फेसका लागि राम्रो मानिन्छ। यति चिजको प्रयोगबाट आज हामी अनुहारलाई दाग धब्बा रहित एकदम मुलायम, कलिलो, भर्खरको केटाकेटी उमेरको जस्तो फेसलाई हामी बनाउन सक्छौँ। सबैभन्दा पहिले हामीले के गर्ने भन्दाखेरि यो टमाटरको प्रयोग गर्ने। यो आधा दाना टमाटरलाई अनुहारमा मजाले जबसम्म यो बोक्रा यो मजाले यसरी हामीले यसलाई मजाले आरामसँग मजाले यता पुरै खोप गर्नेछ यसलाई। यो घर्षण गर्दा यो टमाटरको पुरै यो बाहिरको बोक्रा मात्रै बाँकी रहन्छ, त्यतिन्जेलसम्म हामी घर्षण गरिराख्छौँ। एकदम आरामसँग, धेरै जोरले नगर्नु होला, आरामसँग अनुहारको पुरै टमाटरले मसाजले के गर्छ भने अनुहारलाई एकदम सफ्ट बनाउँछ, एकदम सजिलो उपाय छ। स्टार्टिङमा हामीले टमाटरकै प्रयोग गर्नेछौँ। यसरी हामीले कम्तीमा पनि 5 मिनट जति मोइस्चराइज गर्नेछौँ। त्यस पछाडि 5-7 मिनट पछि एकैछिन यो राखिदिनेछौँ, टमाटर अनुहारमै रहोस्। 15-20 मिनट जति छोडिदिनु होला यत्तिकै फेसमा, यत्तिकै हामी छोडिदिनेछौँ टमाटर यत्तिकै हामी घर्षण गरेर। त्यसपछि हामीले के गर्नुपर्छ भने नर्मल पानीले हामीले अनुहारलाई 15-20 मिनट राखिसकेपछि फेसलाई हामी धोइदिन्छौँ। सामान्य पानीले धुनु होला। यसरी एउटा रुमाल लिनु होला, मैले यो कटन लिएको छु, मैले यसलाई यसरी थप गरेर धुनु होला, एकदम सर्व जोरले नधुनु होला, यसरी गरेर सफ्ट एउटा रुमालले हामीले यसलाई यसरी थप गरेर सफ्ट गर्नेछौँ। अब यसपछि हामी लिनेछौँ एउटा भाँडोमा मह, बेसार,